स्वागत छ तपाईँले सर हाम्रो विद्यालयमा। म तपाईँले पहिले नै भन्नुहुन्छ कि यस ब्याचका विद्यार्थीहरू निकै नै दुःख दिने खालका छन्। अगाडि बस्ने केही विद्यार्थीहरू मात्र पढाउन लायक जस्ता छन्, बाँकी पछाडि बस्ने रोहन जस्ता विद्यार्थीहरू समय मात्र बर्बाद गर्छन्। तिनीहरूमा ध्यान दिएर केही पनि फाइदा छैन। स्वागतको लागि धन्यवाद सर। तर मलाई लाग्छ शिक्षकको वास्तविक अनुभवको परीक्षा जान्नेहरूलाई होइन, बरु सिक्न खोजेर पनि पछाडि परेकालाई पढाउँदा सिकाउँदा राम्रो हुन्छ। हाम्रो हरेक विद्यार्थीहरूमा सब आफ्नो आफ्नो क्षमताहरू हुन्छ, तर हामीले त्यो बुझ्नको लागि हाम्रो दृष्टिकोणलाई बदल्नुपर्छ। तपाईँको विचार सुनेर मलाई धेरै नै खुसी लाग्यो र ठिक पनि लाग्यो। निकै नै राम्रो सब्जेक्ट रहेछ। के तिमीलाई कसरी मिल्छ भन्ने थाहा छ? कसरी थाहा छैन भने मैले सुपारीलाई बताउँछु है त। वास्तवमा कागजको प्लेन र अर्को वास्तविक प्लेनमा दुवै एउटै सिद्धान्तबाट बनेको हुन्छ। यो पखेटा माथिबाट हावा छिटो बग्छ र पखेटा तलबाट हावा बिस्तारै बग्छ, जसले गर्दा माथि लो प्रेसर र तलपट्टि हाई प्रेसर हुन्छ। त्यही हाई प्रेसरले प्लेनलाई माथिपट्टि दबाल्छ, यसैलाई नै लिफ्ट भनिन्छ वैज्ञानिक भाषामा। म तिमीले एउटा उसलाई मात्र ज्ञान भनिँदैन, खासमा वास्तविक सिकाइ भनेको बुझ्ने, अरूलाई बुझाउने हो। अघि म कक्षाभित्र छिर्दाखेरि पनि कोही उभिएर गफ गर्दै थिए, कोही कापीमा गेम खेल्दै थिए। त्यहाँ तपाईँहरूको गफ गर्नु गल्ती होइन, तर सही समयमा गफ गर्नु र सही गफ गर्नुपर्छ। गेम खेलेमा ध्यान तथा यति गर्छ भन्दैमा पढ्ने खेलेमा गेम खेल्नु भएन नि त। तिमीले मलाई 10 पल्ट प्रश्नहरू सोधा, म भनिदिन्छु, तर एउटा कुरा तिमीहरूले पनि मन लगाएर सुनिदिनुपर्छ। म तिमीहरूलाई यहाँ घोकाउन आएको होइन, म तिमीहरूलाई यहाँ तिमीहरूमा भएको ज्ञान प्रतिभा र सिपलाई उजागर गर्न आएको हुँ। आज हामी आइसिटी पढ्दैछौँ है त। तिमीहरू सबैले ध्यान दिएर पढ है त। पेज नम्बर सबैले कति आज पेज नम्बर 20 सबै 20 झिकाउँदा सबैलाई वेब ब्राउजर लेख्यो। ल आज हामी यही पढौँ है त। मेरो वेब ब्राउजर भनेको के थाहा? थाहा भने कसरी थाहा छैन भने म आफ्नै भाषामा तिमीलाई सहज भाषामा भनिदिन्छु है त। ल खासमा वेब ब्राउजर भनेको गुगल क्रोम, माइक्रोसफ्ट एज, सफारी, ओपेरा एन्ड मोजिला फर्मेट चाहिँ इक्जाम्पलहरू यसको। दे आर इन्स्टल अन आवर कम्प्युटर। त्यो चाहिँ हाम्रो कम्प्युटरमा इन्स्टल हुँदो रहेछ। दे आर एप्लिकेसन सफ्टवेयर। के अरे यसले के गर्ने हेल्प गर्छ ल भनौँ त, कोही थाहा? गुड ल। Web browser helps us to find websites, download files and stream videos. The application software that helps us to access the internet and find websites is known as web browser. यो चाहिँ यस्तो एप्लिकेसन सफ्टवेयर हो जसले चाहिँ हामीलाई इन्टरनेट एक्सेस गर्न दिन्छ, वेबसाइटहरू फाइन्ड गर्न दिन्छ। त्यसलाई चाहिँ के भन्छ? वेब ब्राउजर। वेब ब्राउजरको बारेमा बुझ्यो कि बुझेन? बुझ्यो? ल म प्रश्न सोध्दा हुन्छ ल, तिमीले भन त। ल उठा। वेब ब्राउजर भनेको के हो अरे? वेब ब्राउजर भनेको एप्लिकेसन सफ्टवेयर हो जसले हामीलाई इन्टरनेट एक्सेस गर्न मद्दत गर्छ। ल भेरी गुड, सिट डाउन। ल क्ल्याप गरे। वेब ब्राउजर के इक्जाम्पल थाहा? अरू थाहा होइन? अलि पढ्न पर्यो है त, अलिक मन लगाएर पढ है त। के बुझेन भनेर बाबु? वेब ब्राउजर इक्जाम्पल वेब ब्राउजर इक्जाम्पल के हुन्छ? गुगल क्रोम हुन्छ, याद गर्यो। ओपेरा, माइक्रोसफ्ट एज, सफारी। के ज्ञान भन्छ फेरि? वेब ब्राउजर, सफारी, आज राम्रोसँग पढ्यो, मलाई त्यसमा खुसी लाग्यो। तिमीले यस्तै गरी पढ, तिमीहरूको नतिजा एकदम राम्रो आउँछ म आशा राखेको छु।
स्तरतामा गुणात्मक सुधार आएको छ। विद्यार्थीहरूमाझ भएको तुलनात्मक प्रगति अतुलनीय छ र यो वर्षको सर्वोत्कृष्ट विद्यार्थी र नवीन प्रतियोगिताको पुरस्कार प्राप्त गर्दछन् रोहनले, जसलाई हाम्रा आदर्श शिक्षक श्री शरद सरद्वारा निरन्तर सहयोग र विश्वासले यो स्थानसम्म पुगायो। यहाँ प्राय सबैको नजिक राम्रो नै छ, किनभने उनीहरूले आफ्नो मिहिनेत र प्रयास गर्नुभएको छ र आशा छ आउँदै गर्ने दिनहरूमा पनि यस्तै सफलता र साथ जब सबैले आशा मारिसकेका थिए, सबैले आएर मलाई सहयोग गर्नुभयो। सबैले मलाई सिकाउनु भयो कि मित्रता व्यवहार र सही व्यवहारले बुझाइ भयो भने जुनसुकै विद्यार्थी पनि उत्कृष्ट बन्न सक्छ।